हेलो गाइस, सबैजना कस्तो हुनुहुन्छ? यहाँ देख्न सक्नुहुन्छ मैले यहाँ पट बनाउनुको लागि हाँस डिजाइनको पट बनाउनुलाई लुगा काट्दैछु। काटिसकेको छु। यहाँ फिनिसिङ दिइदिन्छु। फिनिसिङ दिइसकेर यहाँ मैले सिमेन्टको घोल बनाएको थियो। सिमेन्टको घोलमा यसरी चोब्नुपर्छ। मजाले चोबेर यसलाई पुरा भिज्नेसम्म चोबेर अनि त्यहाँदेखि यसरी फ्रेममा ठक्कै हाल्नुपर्छ। फ्रेममा यसरी हालेपछि तपाईले छँदै बनाउँदाखेरि अगर बनाउन चाहन्छ भने टाउको र पुच्छर छुटाउनुपर्छ। मैले छुटाइसकेको छु। छुटाएपछि यसरी अलिअलि घोला पालिस गर्दैछु। अनि सुकेपछि यहाँ देख्न सक्नुहुन्छ सुक्यो। अनि सुकेपछि निकालेर मैले यहाँ गर्दन बनाउँदैछु। गर्दन बनाउनुको लागि रोड लिनुपर्छ। पातला खाले रोड लिएर अनि त्यसलाई सेट गर्नुपर्छ। सेट गर्नुको लागि मैले सेट गरिसकेको छु। त्यहाँदेखि लिपाई पताई गर्दैछु। लिपाई पताई गरेपछि अनि सुकेपछि मैले 2 दिनसम्म तपाईँले राख्नुपर्छ। मेरो सुकिसक्यो। सुकेपछि मैले यहाँ सिरिस पेपर हान्दैछु। सिरिस पेपर अलिअलि हाल्नै पर्छ किनकि फिनिसिङको लागि। अनि मैले यो लास्टको मेरो लुक छ देख्न सक्नुहुन्छ कति दामी भएको छ। तपाईहरुले धेरै धेरै माया दिनु होला मेरो भिडियोलाई हेरेर अनि मलाई फलो अनि मलाई सब्स्क्राइब गर्नु होला। बाइ।